सेवा ढोक नमस्कार टक्राउन चाहन्छु। श्रमदानको नेपाली छैन, बाँचिरहेको जिउँदो श्रमदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौँ। प्रविधिमा हामी कमी छौँ भन्ने तपाईँलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौँ। सगरमाथा जस्तो तपाईँको चाहिँ सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईँको छ नि, हामी चोक चोकमा, गाउँ गाउँमा, टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौँ, न प्रविधिमा कम छौँ। आजभन्दा 1500 वर्ष पहिला ठिकी र जाँतो बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईँको चाहिँ बेचेको पापड खान थाल्यो। त्यहाँदेखि सबै कुरा बिर्स्यो। आजभन्दा 2000 वर्ष पहिला जाँतो र ठिक्की बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले शिर घरिघरि मेरो त कता कता निहुरिन्छ। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्झना आओस् हामीलाई जब माटो छुन्छौँ यो देशको, सम्झना आओस् हामीलाई। पानी छुँदा मेरो देश, हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश। यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झने गरौँ। करिब 1 करोडको संख्यामा हामी विदेशमा छौँ। मलाई यतिखेर ती सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिटेन्सले हामीले देशलाई चलाएको छौँ भन्ने किसिमले यो देशको सरकार चलिरहेको छ। ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ यो भूमिबाट। आज हामी सबैले ती दाजुभाइ दिदीबहिनीहरूलाई यहाँहरूलाई सामुन्यमा आएर फेस टु फेस सशरीर उपस्थित भएर पनि मैले केही कुराहरू भन्नुपर्ने छ। म तपाईँहरूको केही समय लिन्छु, हुन्छ? सबैलाई माया सम्झना छ हो। जय माटो भन्ने हुँदा सुरुमै